ब्युटी इज पेन भन्ने कुरा चाहिँ आज मलाई बल्ल थाहा भयो। हेलो एभ्रिवान, आजको मेरो दिनको सुरुवात चाहिँ भयो म एकछिन जिममा हिँड्न गएर फर्केर आएर नुहाई धुवाई गरेर गएँ सबिना दिदीहरूलाई भेट्नलाई। हामी चाहिँ हिजो राति क्लब गएको थियौँ। थ्याङ्कफुली मैले ड्रिङ्क गरेको थिइनँ किनकि आज चाहिँ थियो मेरो माइक्रो नेडलिङको सेसन। एज यु गाइज अल नो, यो चाहिँ मेरो सेकेन्ड सेसन हो र सबिना दिदीको चाहिँ फर्स्ट सेसन। फर्स्टमा चाहिँ हामीलाई नमिङ क्रिम लगाइदियो, त्यसपछि हामी आधी घन्टा गफ गर्दै बस्यौँ। अनि मलाई चाहिँ यति दुख्यो नि यो सेकेन्ड थालीमा। उसले मलाई भनेको थियो इट्स गोना बी लिटल बिट रफ दिस टाइम भनेर। माई गड, आई वाजन्ट एक्सपेक्टिङ त्यति धेरै पेन। अनि मैले चाहिँ मेरो सेसन भ्याउने बित्तिकै बाहिर निक्लेर एकछिन चिसो हावा लिएँ किनकि मलाई चाहिँ एकदमै पोलिरहेको थियो। उसले त भनेको थियो अलिकति टफ हुन्छ यो सेसन भनेर, बट आई वाजन्ट एक्सपेक्टिङ दिस मच पेन। त्यसपछि सबिना दिदी गर्यो फर्स्ट सेसन, अलिक जेन्टल हुन्छ, त्यही भएर सबिना दिदीको कम्पेयरमा मेरो फेस चाहिँ धेरै रेड पनि छ र स्वेल पनि गरेको छ। माई गड। अनि मलाई कतिजनाले यो ठाउँ कहाँ छ भनेर सोधिनु भएको थियो। यो चाहिँ सेन्ट लाइनर्सको स्यालोन लेनमा छ, सिडनीको, अनि नाम चाहिँ हो मेसो क्लिनिक। त्यसपछि इच्छा र शताब्दीलाई भेट्यौँ, एकछिन क्याफेमा गएर क्यारेट जुस लिग्यौँ अनि लाग्यौँ शताब्दी घर गएर प्याक स्याक गरेर सबिना दिदीको घरतिर। सबिना दिदीले चाहिँ यो ट्रक चलाउनुहुन्छ, लिटरली इट्स इज अ ट्रक। आई डोन्ट नो हाउ सी ड्राइभ, मलाई सानो कार चलाउन कति च्याउ लाग्छ। त्यसपछि चाहिँ सबिना दिदी घर पुगेर एकछिन नानी बाबुसँग खेल्यौँ। सता दिदीले चाहिँ मिठो खानेकुरा बनाउनु भयो किनकि आज चाहिँ सबिना दिदी र मैले चाहिँ कुक गर्न मिल्दैन। अनि हाम्रो चाहिँ कुजी जाने प्लान थियो तर अल्छी लागेर गएनौँ किनकि आज चाहिँ ब्लू मुन रे इच्छाले चाहिँ जम्की जम भनिरहेको थियो, तर हामीले चाहिँ घरैबाट हेऱ्यौँ। अनि म मेरो दाइ भाउजूको घर आएँ एकछिन। जेकबले त्यहाँ डिनर गरेर भाउले चाहिँ मिठो गुन्द्रुकको अचार बनाउनु भएको थियो, त्यो खाएर हामी घर आयौँ। अनि मैले चाहिँ बेटर कल सोल हेरिरहेको छु, त्यो हेर्दै आजको दिन सकाएँ। आजलाई बाई।